Hey guys, welcome to my another mini vlog. चाहिँ हाम्रो एकदम अनप्लान सर्ट एन्ड स्विट ट्रिप रह्यो हप्ताको। यो चाहिँ पहिलेदेखि जाने भनेर प्लान गरेको थियौँ, तर बिदा नमिलेको कारणले हामी जान पाएको थिएनौँ र यो पालि चाहिँ युए नेसनल डे भएर सबैको सँगै बिदा मिलेको कारणले चाहिँ हामी अन द स्पोट राति 11 बजे चाहिँ यो प्लान गरायौँ र सबै म्यानेज गरेर नेक्स्ट डे मर्निङ हामी 7 बजे चाहिँ रुमबाट निस्कियौँ। यो चाहिँ दुबईबाट 1 आवर 30 मिनट्सको डिस्टेन्समा रहेछ। अहिले चाहिँ यहाँको वेदर एकदम दामी छ, त्यही माथि यस्तो राम्रो भ्यू, जताततै हरियाली, पहाड देख्दा चाहिँ कस्तो नेपालमा भएको फिल भयो र हामी चाहिँ एकदम इन्जोय गर्दै गइरहेका थियौँ। हामीले चाहिँ बिहान केही पनि नखाइकन गएको थियौँ, त्यही भएर एउटा क्याफेमा रोकेर चाहिँ हामीले चिया र शर्मा अर्डर गऱ्यौँ। त्यसपछि हामी फेरि लाग्यौँ हत्तातर्फ र हामीले यो खाजा खाएको ठाउँबाट हत्ता चाहिँ 10 मिनटको डिस्टेन्समा रहेछ। फाइनल्ली अब चाहिँ हामी हत्ता इन्ट्री गऱ्यौँ। चाहिँ जति अघि बढिरहेको थियो त्यति नै यो ठाउँहरू देखेर चाहिँ अचम्म परेको थियो, युएमा पनि यस्तो ठाउँ छ भनेर, कि हामीले यस्तो भ्यूहरू जताततै देख्न पाउँदैनौँ। र यहाँ चाहिँ पार्किङबाट माथि ड्याममा जान चाहिँ त्यहाँको गाडीले लग्दो रहेछ, जुन चाहिँ फ्री सर्भिस थियो। हामीहरू चाहिँ हिँड्दै गएका थियौँ भ्यू हेर्दै जाने भनेर। र अर्को इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ त्यहाँ त्यस्तो बिचमा पनि यस्तो दामी रेलिङ बनाएको रहेछ, जुन चाहिँ हामी माथि ड्याममा जान रेलिङ हुँदै पनि जान सकिँदो रहेछ। तर त्यहाँ अर्को बाटो पनि थियो। हामीहरू चाहिँ भ्यू हेर्दै फोटो खिच्दै भिडियो बनाउँदै चाहिँ हामी रेलिङको थ्रुबाट नै माथि गयौँ। अब चाहिँ हामीहरू ड्यामको नजिकै पुग्यौँ र त्यहाँ चाहिँ एउटा टावर जस्तोमा हत्ता लेखिएको थियो। यहाँ चाहिँ हामीले डिफ्रेन्ट एक्टिभिटिजहरू गर्न मिल्दो रहेछ, त्यसको लागि चाहिँ हामीले टिकट काट्नुपर्छ र हामीले चाहिँ कायाकिङ गर्ने भनेर चाहिँ टिकट काट्न गयौँ र कायाकिङको प्राइस चाहिँ सिङ्गलको 60 AED अनलिमिटेड थियो भने डबलको चाहिँ 120 AED अनलिमिटेड थियो र हामीहरूले चाहिँ डबलको टिकट काट्यौँ। त्यसपछि हामीहरू गयौँ कायाकिङ गर्नको लागि। यस्तो राम्रो भ्यू थियो, पहाडको बिचमा ड्याम र त्यो ड्याममा कायाकिङ गर्दा त माई गड यति रमाइलो भयो। त्यसपछि हामीहरू गयो हिल पार्क र यो देख्ने बित्तिकै मलाई चाहिँ नेपालमा हिल पार्क गएको याद आयो। त्यही घरबाट खाना बनाएर लगेको थियो र त्यही बसेर खाने भनेको। त्यहाँ चाहिँ पिकनिक स्पट जस्तो पनि थियो, तर पब्लिक होलिडे भएको कारणले सबै प्याक भइसकेको थियो। हामी चाहिँ जस्ट भ्यू हेरेर निस्कियौँ र मलाई चाहिँ एकदम भोक लागेर हामीसँग रारा चाउचो थियो, त्यो खाएँ र हामी चाहिँ त्यहाँ नजिक एउटा लिम लेक भन्ने रहेछ, त्यहाँ गएर चाहिँ मजाले बसेर भ्यू इन्जोय गर्दै हाम्रो खाजा खायौँ। यहाँ यस्तो पहाड जस्तोमा चाहिँ एउटा हत्ता लेखेर चाहिँ कस्तो मजाले राखेको रहेछ, त्यसको फोटो लिएर हामी चाहिँ एकछिन त्यहाँ घुमेर फर्कियौँ। यो चाहिँ हाम्रो एकदम सर्ट एन्ड स्विट ट्रिप थियो र हजुरहरू पनि युएमा हुनुहुन्छ भने प्लिज जानु होला हत्ता। एन्ड थ्याङ्क यू फर वाचिङ।